सम्पूर्णमा नमस्कार। आज म आफ्नो जीवनको नयाँ यात्रा सुरु गर्न गइरहेकी छु। मेरो यो नयाँ यात्रामा यहाँहरूको साथ, सहयोग र प्रतिक्रिया एकदमै अपरिहार्य हुनेछ। मलाई सानैदेखि हाम्रा वेद, पुराण, गीतामा के लेखिएको छ जान्ने धेरै इच्छा थियो। तर आफ्नो एकाडेमिक स्टडिज, त्यसपछि पारिवारिक जिम्मेवारी, बालबच्चाको जिम्मेवारी, विभिन्न यावत कुराहरूले चाहिँ मलाई योबाट अलिक टाढा राखिरहेको थियो। तर आज मैले एउटा निर्णय लिएको छु, जति सक्छु, जति भ्याउँछु म आजबाट चाहिँ सुरु गर्छु। र सुरुवातमा मैले भगवत गीता रोजेको छु। हजुरहरू पनि म जस्तै गीतामा के लेखिएको होला भन्ने जान्न चाहनुहुन्छ भने आउनुहोस्, हामी यो यात्रा सँगै सुरु गरौँ है त। गीता भनेको चाहिँ महाभारतको एउटा भाग हो। यो युद्ध सुरु हुनु अघि चाहिँ कुरुक्षेत्रको रणभूमिमा भएको संवाद हो। यसका प्रमुख दुई पात्र अर्जुन, महान धनुर्धर गाण्डीवधारी अर्जुन पाण्डव पक्षका योद्धा हुन् भने श्रीकृष्ण उनका सारथी र आध्यात्मिक गुरु। जब युद्ध सुरु हुन थाल्छ, अर्जुनले आफ्ना वरिपरि आफ्ना हजुरबुवा, गुरु, दाजुभाइ, आफन्त र साथीहरूलाई युद्धभूमिमा देखे। उनी दुखी भए, उनका हात काँपे, धनुष खस्यो र उनले युद्ध नगर्ने जस्तो मनस्थिति बनाउन थाले। त्यसपछि कृष्णले अर्जुनलाई जीवन, कर्तव्य, आत्मा, कर्म, भक्ति र ज्ञानको गहिरो शिक्षा दिनुभयो। यही शिक्षा नै भागवत गीता हो। यसमा अध्याय 1 को चाहिँ नाम अर्जुन विषाद योग रहेछ। अर्जुनको शोक र अन्योल। श्लोक 1। धृतराष्ट्र उवाच। धृतराष्ट्रले भने, धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः मामकाः पाण्डवश्चैव किमकुर्वत सञ्जय। अर्थात् राजा धृतराष्ट्रले सञ्जयलाई सोधे, हे सञ्जय, धर्मभूमि कुरुक्षेत्रमा युद्ध गर्न भेला भएका मेरा छोराहरू र पाण्डवहरूले के गरे? यसको अर्थ धृतराष्ट्र अन्धा थिए। उनी युद्धभूमि देख्न सक्दैनथे। त्यसैले दिव्य दृष्टि प्राप्त सञ्जयलाई युद्धको समाचार सुनाउन भनियो। यसमा ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भने, ध्यान दिनुपर्ने शब्द मामका हो। धृतराष्ट्रले मेरा छोराहरू र पाण्डवहरू भनेर छुट्याए। उनले हाम्रा छोराहरू भनेनन्। यसले उनको पक्षपात र मोह देखाउँछ। यही मोहले अन्ततः महाभारत युद्ध निम्ति आएको हो। यसमा सन्देश के छ भने, पक्षपात र आध्यात्मिक मोहले सही निर्णय गर्न गाह्रो बनाउँछ। न्याय गर्न सबैलाई समान दृष्टिले हेर्नु एकदमै आवश्यक हुन्छ। धन्यवाद।